हामी चाहिँ रक गार्डन घुम्न जाँदैछौँ। भ्यूहरू म देखाउँछु हजुरलाई कस्तो बवाल छ हेर्नु होला सबैजनाले। भरेकाला छ बिहा गर्ने। हेलो 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 ए ल बोला। हेलो ल म गाइजहरु म फेमस हुन चाहन्छु। फेमस हुन चाहन्छौ ल तिमीलाई 4 जना मान्छेले हेर्ने भयो ल। मान्छे यत्रो आएर चाहिँ नि हामी त नदीको तर्फ हिँड्छ होला भन्ने यही हो कि ल मतलब छैन त्यो बाटा अनि टिकटक बनाउने मान्छे कति थिए भान्जो यो सिडी कतिवटा रहेछ नि त्यो खोइ गनेको सिडी पहिलोचोटि जाने मान्छेले सिडी गर्दै जानुपर्छ यहाँबाट के सिडीमा चढेको पहिलोचोटि हो तिमी हैन त्यसो कति थियो त म त 100 सेकेन्ड छोडिसकेँ पुरा बस बिदा भएर पनि होला धेरै जनताहरू उपस्थित छ। के खेल्न लाग्यो खेल टिकटक एड भएको के यहाँ कहाँ ओहो रमाइलो छ है कति रमाइलो छ कति रमाइलो छ कति रमाइलो छ हेरौँ हेरौँ हेर्नु यहाँ मैले कस्तो देखाउँछु तपाईहरुलाई हेर्नुला मैले कस्तो देखाउँछु यहाँ पुरै बादल दौडेको छ बादल दौडेको छ यता ए यहाँबाट देखिने त ओहो ल हेर्नुस् है कस्तो भिड छ यहाँ चाहिँ अराजी जिल्लामा हो अराजी जिल्लामा गाइज हेर्नुस् है एउटा बाँदर यहाँ रुखमा लड्किरहेका छन् बाँदरले यहाँ रुखमा बसेर हल्लाउँदै रुख हल्लाउँदै आफू हल्लिँदै गरेछन् ओहो ल
हल्लाइदिउँ र मैले म चढ्छु न झर न ल यसो गराएर ठाडो नगर है भाँच्चे झन्नै गइएन यार कहाँ आइयो हामी भन त लेख हो के हेर्नु यो हामी यहाँ घुम्न आएको यो के हो त झोलामा खानेकुरा ल्याएको छौँ हामी यहाँ अहिले ड्राई पिकनिक खाने हो यो झोलामा छ अहिले माथि गएर खान्छौँ हामी देखाउँछौँ हजुर दसैँको उसमा कोट हो पूजा हुन्छ सक्नुहुन्छ यहाँ कस्तो भिड छ यहाँबाट चाहिँ पानी आएको अवस्था छ बनमराको लागि हामीले यत्रो मराको लागि यत्रो छेक बार लागेको छ यहाँ चाहिँ बनमारा मात्रै लगाइएको छ यहाँ वरिपरि चाहिँ छैन बनमारा कतै पनि यहाँ बनमारा मात्रै छ बनमाराको लागि यत्रो खर्च गरेर कति लाख 10 लाख खर्च गरेको ल हेर्नुहोस् है हेर्नुहोस् यस्तो छ अवस्था लास्ट आउँछ केटाहरूले यार बादल माथि आइए वरिपरि बादल छ पुरै वरिपरि